हेलो एभ्रिवान, सबैलाई मेरोबाट जोजोलाक्पा है। अन्त आज चाहिँ हामी यहाँ के गर्दैछ भने के अरे दादा रोयल थकानीमा आउनुहोस् है। यो चाहिँ तपाईँको पर्छ डन बक्सेको चाहिँ टक्क छेउमै छ, अलिकति आएर पिबिआर टावरमा चाहिँ यहाँ दिदीहरूको खाना छ। यहाँ यसमा चाहिँ तपाईँहरू खान सक्नुहुन्छ। यहाँ चाहिँ तपाईँले के पाउनुहुन्छ भने अचार, तपाईँलाई यो के हो फर्सी, गुन्द्रुकको अचार, नेपालीहरूको यहाँ डिस पाउनुहुन्छ तपाईँहरूले चाहिँ। अन्त यहाँ चाहिँ अहिले हामी खानु आएको छ। अन्त दादाको चाहिँ तपाईँहरू दही पनि पाउनुहुन्छ है हो। अन्त यहाँ चाहिँ तपाईँहरू कहाँ आउनुपर्छ भने चाहिँ पहिला तपाईँहरू चाहिँ डनबक्स आउनुपर्छ। त्यहाँदेखि त्यसको अपोजिट चाहिँ तपाईँहरूको पिबिआर टावर छ। त्यसपछि तपाईँको साइड अलिक भित्र गएर चाहिँ तपाईँहरू यहाँ आउनु सक्नुहुन्छ। यहाँ चाहिँ हामी खाएको है गाइस। यहाँ चाहिँ तपाईँहरू जानुहोस् एकपल्ट, नेपालीको हरेक एउटा डिस पाउनुहुन्छ, भेरी टेस्टी पनि हुन्छ। रोयल थकालीमा जानुहोस्।